हेर्नुहोस् त नेपालगञ्जको चर्को घाम र व्यस्त सडक छेउमा सानो जीर्ण कोठा छ। त्यही कोठामा जुत्ता सिलाउने काम गर्छिन् मुना शाही दिदी। उमेरले लगभग 36 काटेकी मुना शाही बिहान सबेरै उठेर त्यो सानो कोठामा आउँछिन्, जहाँ जुत्ता सिलाउने सामग्रीहरू मजाले मिलाएर राख्छिन्। मुना शाहीको जीवन सजिलो भने थिएन। उनका श्रीमानले केही वर्ष अगाडि उहाँलाई छाडेर सम्पर्कमा छैनन्। उनीमाथि 2 साना छोराछोरीहरूलाई हुर्काउने जिम्मेवारी थपियो। ठुलो दुःख र सङ्घर्षका बीच उनले जुत्ता सिलाउने सिकिन्। पहिलो पटक हातमा सियो र धागो समाउँदा उनका हातहरू थरथरी कामेका थिए। जब उनले पहिलो जोडी जुत्ता सिलाइन् तब उनलाई थाहा भयो, यही सिपले मेरा छोराछोरीहरूको भविष्य सुरक्षित गर्न सक्छु भनेर। जीवन जति गाह्रो भए पनि सङ्घर्ष गर्न कहिल्यै नछाड्नुहोस्, किनभने मेरो सङ्घर्ष नै मेरा छोराछोरीहरूको उज्यालो भविष्य हो भनेर। फुलै फुल्यो बारीमा तोरी, जुत्ता सिलाई बसेछु छोरी, कुर्दा कुर्दै बज्यो 10:30, आजै पनि आएन माया आउने बस। नानीको मुटुमा पाल पर्यो होइन, बाबु फोक्सोको समस्या अनि धेरै बिमारी हुने, आइसियुमै राख्नुपर्ने होइन, त्यो स्थिति भएको हुनाले जुत्ता नै सिलाउँछु भनेर किन रोज्नुभयो? दिनमा कति जोर जुत्ता सिलाउनुहुन्छ? दिनमा त अब त्यही हो, अब 5-10 जोर हुन्छ। कुनै दिन धेरै कमाएको होइन, सिलाएर धेरै पैसा कमाएको याद छ कि छैन कुनै दिनको? छ। मैले फर्स्टचोटि पसल खोलेको थिएँ यहाँ, त्यही महिनामा 30-40 हजार कमाएको थिएँ। महिनामा? एक दिनको कुरा गरेँ मैले। एक दिनमा कति जति कमाउनु भएको छ? पैसै नभएर रुम भाडा नतिरेको केही याद छ हजुरलाई? छ? त्यो दुःख पनि परेको छ? हजुर छ। जब म होइन बच्चाहरू सानो थियो अनि अब रुम भाडा घरबेटले नदिएर अनि घरबाट निक्लिनुपर्छ भनेर त्यो चाहिँ बारम्बार भनेपछि होइन म रुन्थेँ क्या धेरै, अनि त्यो याद चाहिँ छ। कस्ता कस्ता जुत्ता सिलाउनुहुन्छ हजुरले? मैले स्कुलको जुत्ताहरू यो सबै होइन, अनि यिनीहरू योहरू भयो, स्यान्डल सबै आउँछ। दर्शक महानुभावहरू नमस्कार, मेरो नाम गोविन्द्र साउदो। दर्शक महानुभावहरू यतिखेर भने म नेपालगञ्जमा छु। नेपालगञ्जको पनि यो भिरकुटी चोकमा छु। यतिखेर भने तपाईँहरूको माझ एकजना दिदीको कथा। दिदीले जुत्ता सिलाएर आफ्नो जीविका पार्जन गरिराख्नु भएको छ। आज भने उहाँ दिदीको कथा तपाईँहरूको माझ राख्ने प्रयास गरिरहेको छु। कृपया भिडियो भने अन्त्यसम्म हेर्नुहोला। दिदी नमस्ते। पंखा बन्द गरिदिए हुन्थ्यो के र? सन्चै हुनुहुन्छ? हजुरको शुभ नाम? मेरो मुना शाही। मुना शाही हजुर। भनेपछि तपाईँ ठकुरी हो? हजुर ठकुरी हो। ठकुरीकी छोरी जुत्ता सिलाएर आफ्नो जीविका पार्जन गरिराख्नु भएको छ। हजुर। कति भयो यसरी काम गरिराख्नु भएको? भयो त्यही 15-16 वर्ष नै भयो। 15-16 वर्ष भइसक्यो? हजुर। यहाँभन्दा अगाडि के काम गर्नुहुन्थ्यो नि हजुरले? यहाँभन्दा अगाडि त त्यही हो, घरतिरको अब खानासाना पकाउने यस्तै काम हो। दाउरा घाँस, जङ्गलतिर दाउरा घाँस गर्ने। हजुर। हजुरको घर चाहिँ कता हो खास न? मेरो जाजरकोट हो, माइती घर चाहिँ सल्यान हो। ए भनेपछि बिहे गरिसक्नु भयो हजुरले? हजुर, गएर पनि 2टा बच्चा-बच्ची छ, एउटा नानी एउटा बाबु। तपाईँले यस्तो काम गरिरहँदाखेरि श्रीमानले के भन्नुहुन्छ? श्रीमान त सम्पर्कमै हुनुहुन्न, उहाँले छोरीको धेरै वर्ष भइसक्यो। हजुर। अनि अर्को बिहे गरेर बस्नु भएको छ। अनि मलाई छोराछोरीलाई कसैलाई हेर्नुहुन्न। ए भनेपछि श्रीमानले अर्को श्रीमती लिएर अर्कैसँग बसिराख्नु भएको छ? हजुर। कति भयो तपाईँहरूको बोलचाल नभएको? अहिले भयो लगभग 7-8 वर्षभन्दा बढी भइसक्यो। अहिलेसम्म तपाईँलाई खर्च केही कुराहरू पठाउने छैन? कन्ट्याक्टमै हुनुहुन्न? उसले दिएको एक जोर कपडा पनि लगाएको छैन अहिलेसम्म, लाउनु भएको छैन? हजुर। तपाईँको श्रीमानले यतिखेर हेर्दै हुनुहुन्छ होला सायद है? के भन्न मन लागेको छ? मनका कुरा त धेरै होलान् होइन, मनमा पीडा भन्ने कुरा पनि धेरै छन्। के भन्न चाहनुहुन्छ? के भन्नु, अब छोरी जाने मान्छेलाई है, अब मलाई मन नपराएर चाहिँ अर्कोसँग हिँड्नु भएको छ है। अब मलाई त बिचल्ली अवस्थामा पार्नु भएको थियो, छोराछोरीको पनि बिजोग अवस्थामा पारिदिनु भयो। उसकै कारणले गर्दाखेरि बच्चा एउटा डिप्रेसनमा छ अनि एउटा नानी छ। अब त्यो पनि अब जे होस् बिमारी भइरहेको छ। कसरी सम्झाउनुहुन्छ छोराछोरीलाई? छोराछोरीलाई अब सम्झाउँछु, अब यस्तै हो अब होइन, अब पिर नमान्न सबैलाई यस्तै हुन्छ अब भनेर भन्छु।
अब बाबाको माया मान्छ बच्चाहरू, तर उहाँले चाहिँ गर्नुहुन्न, वास्ता गर्नुहुन्न। छोराछोरीसँग पनि कुरा हुँदैन बुवाको? नै हुँदैन। छोरी अब छोरासँग झन् हुने कुरै भएन। अब छोरालाई झन् राम्रै मान्दैन। अब कहिलेकाहीँ यसो उ भने होइन, मैले कुरा गराइदिन खोज्यो भने अब उसलाई गाली गर्ने यताउता गरे हुनाले ऊको चाहिँ माइन्डमा समस्या भइसक्यो। कसरी तपाईँको 81 परिवारमा त्यस्तो दरार चाहिँ कसरी आइपुग्यो नि? उहाँ पुलिस हुनुहुन्थ्यो पहिला, अनि पुलिस भएर अब जहाँ जाऊ त्यही केटी राख्ने, अनि खाना लाउन नदिने, मार्ने पिट्ने। अनि तँलाई त मैले 2 दिनको लागि युज गरेको हो भन्ने धेरै दुःख दिनुहुन्थ्यो। अब गाउँबाट सहरमा पसिसकेपछि अब जुत्ता सिलाएरै मैले जीविका पाल्छु भन्ने चाहिँ सोच चाहिँ कसरी आइपुग्यो? मैले चाहिँ त्यो एउटा सुनचाँदी पसलमा गएर हेरेँ। अनि जब सुनारहरूले सुनहरू बनाइराखेको देखेँ, अनि यस्तो सोचाएँ कि उहाँहरूले सुन बनाएर नै आफ्नो परिवारहरू पाल्नुहुन्छ भने होइन, एउटा केटा मान्छेले आफ्नो फ्यामिली परिवार पाल्न सक्छ भने म पनि अब छोराछोरीलाई त पाल्न सकौँला भन्ने त्यो चाहिँ फिल आयो। तर गर्ने के चाहिँ त भन्ने कुरो भयो होइन। अनि त्यसपछि मलाई माइतबाट पनि बुवा मम्मीले टेलरको काम सिक भनेर अनि काठमाडौँतिर पठाइदिनु भयो। अनि मैले टेलर काम सिकेँ। त्यहाँ लगभग 30-35वटा आइटम थियो त्यो सिपहरू। अनि त्यत्रो 30-35वटा आइटममा मलाई चाहिँ इन्ट्रेस्ट भनेको यो जुत्तातिर लाग्यो। अनि जुत्ता सिक्छु भन्दाखेरि अनि त्यहाँबाट नै त्यो सिक्ने होइन गर्ने होइन भन्ने कुरा आयो बुवा मम्मीबाट पनि। अनि त्यसपछि मलाई त्यो सिलाइ पनि सिकेँ। बुवा आमा उचित त बुझाउनै पर्यो भनेर सिलाइ पनि सिकेँ। अनि जस्तो यो आफ्नो कपडा आफै सिलाउनु पर्छ, बाहिर सिलाउनु पर्दैन। अनि त्यसपछि मैले यो काम पनि पैसा तिरेर होइन, अनि बुवाहरूलाई त्यति पैसा चाहिएछ भनेर पैसा मगाएर यो जुत्ताको काम चाहिँ सिकेको। कहिलेकाहीँ यसरी जुत्ता सिलाइरहँदाखेरि कहिलेकाहीँ बोर पनि लाग्छ। गीत चाहिँ गुनगुनाउनु हुन्छ कि हुन्न? जुत्ता सिलाउँदै बोर लागेको बेला कहिलेकाहीँ गाउँछु। स्वर त राम्रो छैन त। ल गीत गाइदिनुहोस् न त, कसरी गाउनु हुँदो रहेछ? फुलै फुल्यो बारीमा तोरी, जुत्ता सिलाइ बसेछु छोरी, कुर्दा कुर्दै बज्यो सारी 10, आजै पनि आएन माया आउने बस, आजै पनि आएन माया आउने बस। भनेपछि श्रीमानकै लागि कुरेर बसिराख्नु भएको छ, कहिलेकाहीँ फर्किनुहुन्छ कि भनेर त्यही गीत सम्बन्धी गाउनु भएको हो? हजुर। अब कुर्न त मैले धेरै कुरेको होइन, धेरै वर्ष भइसक्यो। अनि फर्केर आउनु भएन होइन। 2टा छोराछोरीलाई जुत्ता सिलाएर जीविका पार्जन गरिराख्नु भएको छ, छोराछोरीलाई पढाइराख्नु भएको छ। कतिमा पढ्दैछन् छोराछोरी? अब बिमारी हुँदाखेरि नानीको मुटुमा पाल पर्यो होइन, बाबु फोक्सोको समस्या, अनि धेरै बिमारी हुने, आइसियुमै राख्नुपर्ने होइन, त्यो स्थिति भएको हुनाले त्यही 6-7 लाख लिन्छ। अनि साहुहरूले अब त्यही तनाव दिइरहेछन्, उताबाट पैसा ल्या उताबाट पैसा ल्या होइन, धेरै तनाव दिइराखेछन्। अनि समस्या चाहिँ एकदमै होइन। अब यो काम गरेर अब रुम भाडा तिर्ने, अनि अब खाने होइन, अब बच्चाहरू उपचार गर्ने, अनि यतैमा निकै नै समस्यामा हुनुहुन्छ। हजुर हजुर। दिनमा कति जोर जुत्ता सिलाउनुहुन्छ? दिनमा त अब त्यही हो, अब 5-10 जोर हुन्छ। अब अरू काम केही नगर्यो भने अब 10 जोडी दिनमा सकिन्छ। तर पनि अब अरू काम गर्नु पर्यो भने त्यही पनि सकिन्न। मान्छेहरू आउनुहुन्छ, हेर्नुहुन्छ, अब टाइम लगाउनुहुन्छ। अब हेर्नलाई नहेर भन्नु भएन होइन, उहाँहरूसँग पनि अब बोल्नु पर्यो होइन, टाइम लागेको हुनाले अब त्यति चाहिँ हुँदैन पुरा काम। कतिको छ व्यापार चलिरहेको? व्यापार अब म अलिकति भित्र यो गाउँमै छु होइन। अब यो भनेको बजार छैन, बजारबाट भित्र गाउँमा छु। पैसैकै समस्याले पैसा नभएको कारणले म चाहिँ उता बजारतिर सटर लिएर सकेन। अनि यो गाउँमा भनेको अब जस्तो बस स्टेसन त्यस्तो ठाउँ पनि परेन, मान्छेहरू अब यहाँ रोकिँदैन। अब अटोमा चढेको हुन्छ गइहाल्छ, बाइकमा चढेको हुन्छ गइहाल्छ होइन, गाडीमा चढेको हुन्छ गइहाल्छ। तर अब यही एरियाको गाउँको मान्छेले सबैले लिनुभएको छ। अब जो सन्तुष्टि हुनुहुन्छ, राम्रो लाग्यो होइन, राम्रो छ, बलियो छ भन्नुहुन्छ, अनि लग्नु भएको छ। कस्ता कस्ता जुत्ता सिलाउनुहुन्छ हजुरले? मैले स्कुलको जुत्ताहरू यो सबै होइन, अनि यो यिनीहरू योहरू भयो, स्यान्डल सबै आउँछ। हजुर। अब यस्तो पनि आउँछ, तर यसको साँचोहरू छैन होइन। अनि साँचो भएपछि बनाउन सकिन्छ? मेसिन भयो भने सकिन्छ, मान्छे राख्न सके छैन। अब आफै कसिनुपर्छ। अब गाह्रो छ एउटा मान्छेले काम गरेर गर्नलाई। ग्राहकहरूले कस्ता कस्ता समस्याहरू लिएर आउनुहुन्छ? ग्राहकहरूले त्यस्तो समस्या केही ल्याउनुहुन्न। अलिकति खुट्टामा सानो साइज भयो भने अलिकति ठुलो बनाइदिनुहोस् भन्नुहुन्छ।
अनि लगभग 2 वर्ष 1.5 वर्ष 2 वर्ष जुत्ता चलाउनुहुन्छ लगाएर होइन। त्यसपछि अर्को अर्डर गर्नुहुन्छ। अब त्यही नै हो, त्यस्तो छैन। जुत्ता नै सिलाउँछु भनेर किन रोज्नुभयो? अब म गाउँघरमा हुर्किएको है। अब अलिकति विकट ठाउँ नै थियो, सल्यान। अब सल्यानको सेतामारे भन्ने ठाउँमा। अनि त्यहाँ छँदाखेरि हामीले खुट्टामा लाउने चप्पल समेत हुँदैन थियो क्या। बुवा आमाले एकचोटि ल्याइदिने, अनि त्यो लङ टाइम चलाउनु पर्ने, अनि खाली खुट्टै हिँड्नु पर्ने। अनि कपडाहरू पनि अब यस्तो बटनहरू त्यो सर्टको टुट्छ नि त, टुटेको बेला डोरीले बान्ने। अनि त्यसरी स्कुल जान्थ्यौँ क्या हामीहरू। अनि बुवा आमाले पढाउनलाई पैसा समेत हुँदैन थियो। अनि आज पढाइ छोड भोलि पढाइ छोड भनेर होइन सधैँ कराउने बुवा मम्मीहरू। अनि त्यस्तो ठाउँमा हुर्किएको। अनि मैले यस्तो अब स्यान्डलहरू यस्तो त मैले देखेकै थिएन है। एक जोडलाई कतिसम्म बेच्नुहुन्छ हजुरले? त्यही अब छालाको हो भने अलिकति महँगो पर्छ, सामान नै महँगो पर्छ। अब रेक्जिन सेक्जिन यताउता हो भने त त्यही 450 500मा हुन्छ बच्चा। कुनै दिन धेरै कमाएको होइन, सिलाएर धेरै पैसा कमाएको याद छ कि छैन कुनै दिनको? छ। मैले फर्स्टचोटि पसल खोलेको थिएँ यहाँ। अनि सुरुमा खोलेको दिनमा मान्छेहरू धेरै आउनुभयो क्या यहाँ। अनि खोलेकै दिनमा सबले झ्याप एकन्जोर गरेर लगिदिनु भयो बनाएको। अनि कतिसम्म कमाउनु भयो? त्यतिखेर लगभग त्यही महिनामा 30-40 हजार कमाएको थिएँ। महिनामा? एक दिनको कुरा गरेँ मैले। एक दिनमा कति जति कमाउनु भएको छ? एक दिनमा त्यही हो 1200 1500 2000सम्म। एक दिनमा धेरै कमाएको? 2000 लगानी सहित। त्यति लगानी सहित 2000 कमाउनु भएको छ। नाफा त्यही 1000-1200 आएको थियो। पैसै नभएर रुम भाडा नतिरेको केही याद छ हजुरलाई? छ? त्यो दुःख पनि परेको छ? हजुर छ। जब म होइन बच्चाहरू सानो थियो, अनि अब रुम भाडा घरबेटले नदिएर अनि घरबाट निक्लिनुपर्छ भनेर त्यो चाहिँ बारम्बार भनेपछि होइन म रुन्थेँ क्या धेरै। अनि त्यो याद चाहिँ छ। ओके, अब हामी कार्यक्रमको अन्तिममा छु। टाढैबाट तपाईँलाई अर्डर पनि आउन सक्छ जुत्ताको। यो ठाउँमा पठाइदिनु पर्यो भनेको टाइममा तपाईँले कसरी उपलब्ध गराउन सकिन्छ त्यो पनि ट्याक्कै भनिदिनुहोस् न, सहज हुन्छ। कुन ठाउँबाट उहाँले अर्डर गर्नुहुन्छ अनि म चाहिँ अब गाडीहरू पठाउन सक्नुहुन्छ कि? सक्छु। गाडीहरूमा कसरी पठाउने त्यो माध्यम पनि भनिदिनुहोस् है। हजुर, म चाहिँ अब उहाँले कति नम्बरको लाग्छ होइन, कुन जुत्ता। अब आजभोलि त अब नेटको ऊ छ नि त, जमाना छ होइन। अनि युट्युबहरूमा गुगलहरूमा दिन्छ सर्च गर्ने जुत्ताहरू, कुन जुत्ता चाहिन्छ होइन। अनि उहाँले त्यो गर्नुभयो भने मैले यहाँ अर्डर अनुसार बनाइदिन्छु, पठाउन सक्नुहुन्छ। अनि बनाएर पठाइदिन्छु। हजुर, महिला मान्छेले नेपालमै बसेर केही गर्न सकिन्छ है होइन, आफ्नो गुजरात चलाउन सकिन्छ भनेर तपाईँले सबैजनाहरूलाई उदाहरण दिनुभएको छ। के भन्ने अब कार्यक्रमको अन्तिममा छु। धेरैजनाले यतिखेर हेर्दै हुनुहुन्छ, के भन्न मन लागेको छ ल भनिदिनुहोस्। सबैजनालाई धेरै धेरै धन्यवाद है। यहाँ हुनुहुन्छ, अहिले त हामी 4-5 जना मात्रै भयौँ यहाँ। यहाँभित्र त लाखौँ जना हुनुहुन्छ, ट्याक्कै यहाँभित्र हेरेर भनिदिनुहोस् ल। हजुर, सबैजनालाई धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा। अनि अब त्यही हो, अब दुःख त धेरै छ है। अब दुःख र व्यथाले भरिएको जीवन हो यो है मेरो। अनि धेरै पीडा पनि छ। अनि कथै भन्छ होला है? कथा, एउटा कथा नै भन्छ, फिल्मै बन्छ।